साले दिनभरि त्यो नवीनसँग घुमेर तेरो केही प्रगति हुनेवाला छैन। तर बुवा त्यो मेरो बच्चैदेखिको साथी हो। साथी कसलाई भन्छन् तँलाई थाहा छ? साथीको महत्त्व तँलाई थाहा छ? त्यो एक दुई दिन सँगै घुमेर त्यसलाई साथी भनिन्न। साथी भनेको त म र मेरो बिरबल साथी जस्तो हुनुपर्छ। 40 वर्षदेखि सँगै छौँ, त्यसलाई भन्छन् राम्रो साथी। त जसले साथी साथी भन्छस् नि, त्यो आफ्नो काम निस्किएसम्म मात्रै तेरो साथ दिन्छ, त्यसमा त तँलाई बिर्सिहाल्छ। बुवा नवीन त्यस्तो छैन, त्यो एकदमै इमानदार र मेरो बच्चैदेखिको साथी हो बुवा। घनिष्ठ साथी? ल आफ्नो साथीलाई फोन आन अनि भन् कि मेरो बुवा लास्टै बिरामी भइको पैसाको जरुरत छ भनेर। छिटो भन्, छिटो भन्। म भन्न लाग्थेँ कि मेरो बुवा धेरै नै बिमारी हुनुहुन्छ, यता आउनुपर्ने हो। गाउँमा होइन, यता काठमाडौँमा छौँ। ए हुन्छ। त्यसले यस्तो भन्न त, त्यो आउन सक्दैन भने केही पैसा पठाइदिए भनेर। आउन नसके पनि उपचारका लागि केही पैसा। ए ल ल हुन्छ, पैसा हुँदैन। यही हो तेरो साथी? हेले अबदेखि मेरो छोरासँग देखिस्। यो त नवीनको आवाज छैन त। अनि कसले भन्यो तपाईँले यो नवीन हो? नवीनलाई त एकचोटि बोलाए आइहाल्छ। नवीन भन भाइ, के भयो तँलाई? क्याब ठहरो त। ल मेरो सेभिङ्स, ल यो मेरो घरको पेपर। अरू के चाहियो तँलाई भन। अनि यो को हो त? यो त हजुरको 40 वर्ष पुराना साथी बिरबल अङ्कल हुन्। हरामी हो।